हेलो गाइजहरू, आज चाहिँ हामी पिकनिक जाँदैछौँ शङ्ख पार्क। म चाहिँ रेडी भइसकेको छु, आमाहरू पनि आउँदै हुनुहुन्छ। हामी जाने गाडी चाहिँ आइसकेको छ पर आर्या आमा शारदा होला अर्को ट्रिपमा पठाएर लुगा मेसिनमा हालेर अनि गर्छु। तपाईँको चाहिँ फेरि आज के साह्रो खाएर भएको यो कति बज्यो? बगा 11 बज्यो भरे 5 बजे यसलाई घडी यसले कस्तो घडी हेर्थ्यो? अब हेरे त कति बज्यो? हामी चाहिँ आइपुगिसक्यौँ यहाँ। अब फेरि गाडी चाहिँ फर्क्यो दिदीहरूले लिनलाई। हामी चाहिँ यहाँ बस्दै गर्छौँ। यहाँ चाहिँ एकदमै रमाइलो रहेछ, धेरै मान्छेहरू आएका रहेछन्। अब चाहिँ सबैजना आइपुग्नु भयो। पिकनिक रमाइलो शङ्ख पार्क घुमघाम सबैसँग। हामीहरूले चाहिँ अब खानेकुराहरू पनि खान थाल्यौँ, खाइसक्यौँ। आज चाहिँ एकदमै रमाइलो भयो। नानीले चाहिँ दिदीको कपाल मिलाइदिँदैछ, बुवा खाँदै हुनुहुन्छ यता। तपाईँको चाहिँ त्यो हो। आमाले चाहिँ मासु खानुहुन्न, त्यही भएर खाँदै हुनुहुन्छ। छैन भने के भन्नु अरे नानी? बुवा चाहिँ टोपी लेख्ने राखिराख्नु। यस्तो हुँदो रहेछ र मान्छे रातले हान्दैछ टिप्दैछ। के खानु हो तपाईँले? अचार यहाँ चाहिँ योगा अभ्यास पनि हुँदै रहेछ, एक्सर्साइज। हामी चाहिँ खाँदैछौँ खानेकुराहरू, लगभग खाइसक्यौँ। आज चाहिँ एकदमै रमाइलो भयो। मैले चाहिँ ब्राउन खाइदिएँ, नानी पनि त खाँदैछन्। थापा 3 वडी पराउँछ। अचार खान 3 वडी पराउँछ। लागेछ आमालाई पनि आमालाई धुली खेल कस्तो राम्रो ठाउँमा आमाहरूको ग्रुप बस्छ। ए दिदी दाइला पनि ल्याउनु, सम्झिनी पनि ल्याउनु भन्छ। त्यही त छोरीहरू पनि आउँछ। शनिबार भएको भयो भनेको, अनि शनिबार तारेको शनिबार भनेको छ।
कस्तो छ मान्छेको यहाँ आइले सरकारी खाएको देखेर के भइसक्यो तँलाई 160 रुपियाँ पाउँदैन कति फेर्नु त फेरिरहेको एउटा हुँदा त तल भ्याइन एउटा हुँदा त तल भ्याइन भ्याइदियो अब दुईटा तेरो पनि फेरि छुट्टी त्यसको पनि छुट्टी त्यसको पनि छुट्टी एकैचोटि यसो भन्दै हामी तिनजना एउटा कोही भएर भन्दा थाहा नहोला बिरान हुँदैन होला खोजी हेर्दा बोक्नु परेन एउटा कोही भएर भन्दा थाहा नहोला बिरान हुँदैन होला खोजी हेर्दा नानी Hello guys. Hello guys. Hi. हामी चाहिँ खाइसकेर पनि एकछिन घुम्न निस्क्यौँ। वाउ कस्तो राम्रो कस्तो रमाइलो ठाउँहरू छ यो त फुलहरू वाउ कति रमाइलो ठाउँहरू छ एकदमै रमाइलो ठाउँहरू छ यहाँ त पढेछन् आएको धेरै भएको रहेछ हौ यहाँमा आएको थिएन नि फर्स्ट टाइम हो यता चाहिँ खेल्ने एक्सर्साइज गर्ने ठाउँहरू छ नानी पनि जाँदैछ खेल्नको लागि यहाँ चाहिँ एकदमै रमाइलो ठाउँमा छ हजुरहरू पनि एक्सर्साइज गर्नलाई ज्यान बनाउनु नानी चाहिँ यहाँ लाग्छ भनेर डरै खेल्दैछन् डरै के खेल्नु परेको होला लाग्छ भनेर हेर न त्यहाँ खुट्टा कसरी चलाएको एकदमै रमाइलो ठाउँ लाग्छ नानी पनि घुमफिर गरेर हामी चाहिँ फेरि तलै फर्किँदैछौँ वाउ कस्तो रमाइलो ठाउँहरू छ एकदमै रमाइलो हामी चाहिँ फर्किँदैछौँ दिदीहरू यहाँ टिकटक बनाउँदै हुनुहुन्छ टिकटक बनाउने टाइममा सबैजना
अब हामी आजको पिकनिकलाई बाई बाई। अब घर गई। हेलो गाइस, हामी त छिट्टै हिँड्छौँ नि। यताको गाइसहरू चाहिँ नाचेर आउने बाई बाई। अब हामी चाहिँ घर फर्किँदैछौँ। गाडी आइसक्यो साथीहरू। अब गाडीमा सामान राखेर बसेका टोमाटो जुरुकाउँदै रहेछ। हाम्रो सामानहरू चाहिँ यहाँ राख्नु यसरी। तीनवटा छवटा हामी चाहिँ जाँदैछौँ यसरी। दिदीहरू चाहिँ अब पछि आउनुहुन्छ। हामी चाहिँ हिँड्यौँ। हामी चाहिँ घर आइपुग्यौँ। अब केहरूको अवस्था टाउको दुख्यो। टाउको दुख्यो। एउटा चाहिँ यता जुत्ता खोल्न नसकेर छटपटिँदैछ। हामी चाहिँ अब घर आइपुग्यौँ। आजको हाम्रो भ्लग हजुरहरूलाई कस्तो लाग्यो? मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ओके बाई बाई फर वाचिङ।